जो विद्यार्थी कुलिनरी आर्ट म्यानेजमेन्टमा, होटल म्यानेजमेन्टमा, कुकरीहरुमा जो विद्यार्थी इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरुको लागि कुन युनिभर्सिटी बेस्ट हुन्छ र कुन युनिभर्सिटी सस्तो पर्छ र रिक्वायरमेन्ट के छ भन्ने कुरा आज हामी तपाईलाई इन्फर्मेसन दिन सक्छौं। सो तपाईको लागि म धनञ्जय शाह, धनञ्जय स्टडी बोर्डबाट सिनियर काउन्सिलर। सो आज हामी कुरा गर्दै छौं तपाईहरु जो बीएचएम पढ्न चाहनुहुन्छ र प्लस 2 मा एचएम गर्नु भएको छ या तपाईको ब्याचलरमा बीएचएम गर्नु भएको छ र मास्टरमा हस्पिटैलिटी एन्ड टुरिज्म म्यानेजमेन्ट गर्न चाहनुहुन्छ भने हामी धेरैवटा युनिभर्सिटी लिएर आइसकेको छौं र तपाईको फर्स्टमा युनिभर्सिटी कलेज बर्मिंघममा यो कोर्स तपाईको दुईटा प्रोग्राम रहेको छ सेप्टेम्बर इन्टेकको लागि। फर्स्ट प्रोग्राम भनेको ब्याचलर इन कुलिनरी आर्ट म्यानेजमेन्ट र सेकेन्ड भनेको ब्याचलर इन हस्पिटैलिटी एन्ड टुरिज्म म्यानेजमेन्ट। सो दुईटा प्रोग्राम युनिभर्सिटी कलेज बर्मिंघममा रहेको छ र त्यस्तै गरेर युनिभर्सिटी अफ वुलभरह्याम्पटनमा सेम प्रोग्राम रहेको छ जुन चाहिँ ब्याचलर इन हस्पिटैलिटी एन्ड टुरिज्म म्यानेजमेन्ट। त्यसपछि युनिभर्सिटी अफ सन्डरल्यान्डमा रहेको छ ब्याचलर इन हस्पिटैलिटी एन्ड टुरिज्म म्यानेजमेन्ट। फी एकदम एफोर्डेबल तपाईहरुले पाउनुहुन्छ। फी को कुरा गर्दाखेरि जस्ट ओन्ली 11000 पाउन्ड छ। 50% पेमेन्ट गरेर तपाईहरु जान सक्नुहुन्छ। जीपीए को कुरा गर्दाखेरि 2.4 भन्दा माथि हुनु पर्यो र 12 क्लासको इंग्लिशमा बी हुनु पर्यो। आईएलटीएस पनि चाहिँदैन, पीटी पनि चाहिँदैन है। सो त्यति कुरा मात्र तपाईको चाहिँ म्याटर गर्छ र तपाईको ग्यापहरु छ भने तपाईको चाहिँ 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 5 इयर्स सम्मको तपाईको ग्याप छ। प्लस 2 दिएर तपाईको 5 वर्षसम्म ग्याप छ भने तपाईको ग्यापमा वर्क एक्सपीरियन्स तपाईले बनाउनु हुन्छ भने तपाईको कभर गर्छ, हामीले पनि तपाईलाई सपोर्ट गर्छौं। सो ब्याचलर इन हस्पिटैलिटी होटल म्यानेजमेन्टको लागि तपाई यूके जस्तो कन्ट्रीमा गएर आफ्नो करियर सेटअप गर्न चाहनुहुन्छ, आफ्नो भविष्य सेटअप गर्न चाहनुहुन्छ भने, पढाइ सेटअप गर्न चाहनुहुन्छ भने सम्झिनै पर्ने नाम धनञ्जय स्टडी बोर्ड। स्क्रिनमा दिएको नम्बरमा तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कल व्हाट्सएप गर्न सक्नुहुन्छ। थ्यांक यू भेरी मच।